माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई आजदेखि सुरु भएको छ। देशभरका 2079 परीक्षा केन्द्रबाट बिहान 8 बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जानकारी गराएको छ। यस वर्षको एसईईमा 5,14,071 परीक्षार्थी सहभागी भएका छन्। यता सुनसरीमा पनि 13,663 जना विद्यार्थी एसईईमा सहभागी भएका छन्। संस्थागत र सामुदायिक गरेर कुल 321 विद्यालयको विद्यार्थी यो वर्ष एसईईमा सहभागी भएको छ। परीक्षार्थी मध्ये 7,014 छात्र र 6,449 छात्रा छन्। परीक्षा शान्तिपूर्ण मर्यादित रूपमा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको प्रमुख खगेन्द्र प्रसाद सुवेदीले बताउनुभयो। हाम्रो जिल्लामा जम्मी 321 वटा विद्यालयका 13,663 जना परीक्षार्थीहरूले परीक्षा दिइरहेका छन्। हाम्रा सामुदायिक विद्यालय 117 वटाबाट, मद्रसा 7 वटाबाट, गुरुकुल एउटाबाट र संस्थागत विद्यालय 204 वटा गरेर हामीसँग त्यति विद्यार्थीहरू छन्। त्यसमध्ये पनि हाम्रा छात्र अथवा विद्यार्थी केटा विद्यार्थीहरूको सङ्ख्या 7,014 छ र छात्रा केटी विद्यार्थीहरूको सङ्ख्या 6,449 छ। त्यस्तै प्राविधिक धारतर्फको हाम्रो 12 वटा सामुदायिक विद्यालय, एउटा एसओएस हर्मन माइनर स्कुल गरेर 13 वटा विद्यालय छन्। त्यो 13 वटा विद्यालयका 430 परीक्षार्थीहरूले हाम्रो इनरुवामा रहेको शारदा माध्यमिक बलाबाट एउटै केन्द्र, जिल्लाभरिकै एउटै केन्द्रबाट जाँच दिइरहेका छन्। हामीसँग ग्रेड वृद्धि 2 खाले छन्, एउटा पुरानो पाठ्यक्रमको, एउटा नयाँ पाठ्यक्रमको। पुरानो पाठ्यक्रमको ग्रेड वृद्धि विद्यार्थीहरूको सबैको परीक्षा यहाँ छ। ती भनेका 78 र 79 सालका ती विद्यार्थीको सङ्ख्या 115 छ र केन्द्राध्यक्षहरूलाई अथवा प्रहरलाई हामीले पटक पटक सूचना गरेका थियौँ। 78 र 79 को विद्यार्थीहरूलाई ग्रेड वृद्धिको जाँच दिन भगवती मावि इनरुवा पठाइदिनु भनेर सूचना गरेको हो। प्रहरको अलिकति कमजोरीले गर्दाखेरि त्यहाँ विद्यार्थीहरू अहिले निकै एब्सेन्ट देखिएको छ। सायद उनीहरू आफ्नो परीक्षा केन्द्र, रेगुलर विद्यार्थीको परीक्षा केन्द्र जहाँ थियो त्यहाँ पुगेको हुन सक्ने हामीले अनुमान गरेका छौँ। र अब 80 सालको ग्रेड वृद्धिको हामीसँग जम्मी 688 विद्यार्थीले आफ्नो परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। हामीसँग 50 जना केन्द्राध्यक्षज्यू हुनुहुन्छ, 89 जना सहायक केन्द्राध्यक्षज्यू हुनुहुन्छ, निरीक्षकको सङ्ख्या 680 छ, परीक्षा सहायकहरू 135 जना छन्, कार्यालय सहयोगीहरू जो हेल्पर हुन्छ उनीहरू पनि 271 जना गरेर हामीसँग 1130 परीक्षामा कर्मचारीहरू खटिनु भएको छ। सुरक्षातर्फ आवश्यकता अनुसार सबै परीक्षा केन्द्रमा प्रहरीहरूले सुरक्षा गरिराख्नु भएको छ। बोर्डले यस वर्षको आगामी असाढ 7 गते भित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी गराएको छ। साथै न्यूनतम 35 अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइरहेको छ। लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिरहेको जानकारी गराएको छ। परीक्षाको नतिजामा उत्तीर्ण दरमा 70% पुर्याउने लक्ष्य छ। विक्रमसम्म 2080 को एसईईमा 48% मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।